खानेकुराहरूको आइटम धेरै छ। बहिनीलाई हामीलाई भन्नु केही छ कि ल यो त भ्लग हो भने हामी कहाँ आएको ल भन्दा त मुडे गाडी जान्छ जाँदैन माथि हो कता हिँडेको हट भएर तिनजनाले फर्स्ट टाइम बल्ल यहाँ आएर एउटा बाँदर देखियो एउटा बाँदर देख्यो बल्ल यहाँ अर्को बाँदर यहाँ रहेछ फाइनली सैलुङको डाँडा आइपुग्नु लाग्यो। एउटा भयो नि दिदी हिँड्नु सक्नु भएन ओहो ल बिस्तार लानुहोस् ल असिना पानी पर्यो छिरौ खिचेर जानु विज्ञापन गरिदिनु ल यहाँ फुल किन्नु होला कति रुपियाँ 20 रुपियाँ मात्र राष्ट्रिय अन्तर्राष्ट्रिय फुल फुल अक्षता अबिर केसरी सब। ह्याप्पी न्यू इयर 2082 एन्ड गुड मर्निङ टु अल। आज चाहिँ हामी दोलखाको यात्राको लागि निस्किँदैछौँ है त। यो कालिङचोक सैलुङ जानलाई चाहिँ सुमो स्कर्पियो ठिक हुन्थ्यो तर हामीलाई चाहिँ हाम्रो टोली यो चाहिँ 16 जनाको टोली नअट्ने भएर चाहिँ हामीले यो चाहिँ इभी माइक्रो लाने विचार गरेको छौँ। हेलो सेन्स थापा मगर मात्रै क्या हेलो सान बाबा हर्सिन्छ म छु अनि हामी अहिले दोलाल घाटमा छौँ। यहाँ खानेकुराहरूको आइटम धेरै छ अनि हामी डिस्कस गर्दैछौँ के खाने भनेर। गाइस यहाँ हाम्रो रिजर्भ गाडी छ अनि हामी सबैजना छौँ। यसरी हामी हिँडिरहेको छौँ। यहाँ माइजू हेर्सिन्छ यहाँ बा आमा सबैजना यहाँ बहिनी छ अनि
हामी हिँड्दै गएपछि यहाँ माइक हेर्छिन्छ भाइ भन्छ भ्लगमा यहाँ मेरो आन्टी हेर्छिन्छ यहाँ मेरो भाइ छ हामी सबैजना छौँ यहाँ ए भएन लुक एट द भ्यू चाहिँ दामी नै रहेछ यताको यहाँ हामी सबैजना यहाँ बसिरहेको छौँ अर्नव के पारा हो यस्तो यहाँ माथि बस्ने हो के रहेछ यहाँ स्वर्णिम छ प्रिन्जल स्वर्णिम हाई भन प्रिन्जल लजायो अनि यहाँ बहिनी पनि छ अब कति घन्टा यहाँबाट 2 घन्टा 3 घन्टा चार्ज पनि गर्ने रे त अनि सुकुटीमा चार्ज गर्नु त्यहाँ फोटो खिच्नु हुन्छ 1 घन्टा लाग्छ गाइस अहिले चाहिँ हामी सबै खानासाना खाएर खाजा खाएर अब हामी फेरि हाम्रो ट्रिपमा अब हामी यता दोलरघाटबाट हिँडेर कहाँ जान्छौँ रे मोडे भाइले सबैजना यता हेर्छु मामा यता हेर्छु न मामा Hi, Happy New Year! Finally, we reached Mude. And हामी चाहिँ खाना खाना जाँदैछौँ सबैजना मुडे बजारमा खाना खाइयो त्यो होटलले सैलुङ खाना खाजा घरमा खाना खाइयो यो टोइलेट ल कति भैया यता कति भैया हाई गरिदियो हाई हेलो भन्दियो हेलो गर्दियो सेल्फी दियो कति पर्छ रे बहिनीलाई हामीलाई भन्नु केही छ कि ल यो त भ्लग हो भने ल के भन्नु छ ल यता के भन्नु ल हाई भन्दै हाई हामी कहाँ आएको ल भन्दै त मुडे ल भन हामी कहाँ आएको ल हामी मुडेमा खाना खाएर अब पहिले सैलुङ जान्छौँ त्यसपछि भोलि चाहिँ कालिम्पोङ जाने प्लान छ अब हामी चाहिँ यहाँबाट सैलुङ चाहिँ यहाँबाट मुडेबाट लगभग 19 किलोमिटरको दूरी छ त्यसमा पछि ग्राभेल गरेर बाटो राम्रै छ ठिकै छ भन्ने सुनिन्छ अब ल उतै भेटौँला है त हामी सैलुङतिर भेटौँला मासतिर के गाडी नै जाँदैन गाडी जान्छै जाँदैन माथि हो कलर यो सबै कलर 313
किलो जस्तो रहेछ कि कता हिँडेको हट भएर तिनजनाले फर्स्ट टाइम इन कसो त हाई बल्ल यहाँ एउटा बाँदर देखियो एउटा बाँदर देखियो बल्ल यहाँ अर्को बाँदर यहाँ बादल पानी खायो सेतो बढी Pinjala, hai, habis. Finally, silent ko डाँडा आइपुग्न लाग्यो माथि देखिएको चुट्टी चाहिँ सैलुङ टावर सैलुङ डाँडा आइपुग्यो देखिन फर्स्ट टाइम हो यहाँ नाच्दिने कि एकचोटि नाच्ने कि एकचोटि एउटा 40 एउटा त्यो बाबुलाई
गाइज हामी उतादेखि हिँडेर आएको त्यहाँ देखिरहेको पनि छैन क्या अझै यहाँ माथि पुग्नु छ यहाँ माथि पुग्नु छ अझै हामी लाइक हिँडेको 2 घन्टा भइसक्यो अझै आइपुगेको छैन सो हजुरलाई यता आएर कस्तो लागिरह कति घन्टा हिँडिछ त हजुरले यता पुग्नलाई हामी उताबाट हिँड्दै आएको हो मलाई त भावले बोकिरहेको छ मलाई मात्रै नचला न पानी पर्यो ल हामी चाहिँ अहिले खरिढुङ्गा आइपुग्यौँ खरिढुङ्गामा चियाको लागि ब्रेक गर्दैछौँ अब खरिढुङ्गामा हल्का चिया नास्ता गरियो वहाँबाट अब सैलुङबाट हिँड्ने बेलामा चाहिँ पानी असिना परेर लगभग रुजियो भनौँ न अब त्यहाँ चाहिँ अब एकदम डाँडा अब टाउकुलो गाउँ ठाउँ पनि थिएन तैपनि अब इन्जोय गरेँ जे भए पनि रमाइलो भयो गुड मर्निङ फ्रम कालिम्पोङ 2082 वैशाख 2 गते यो चाहिँ हामी सैलुङ जाँदाखेरि माथि पुगिसकेपछि हावाहुरी चलेर पुरै हावाहुरी पानी असिनासहित परेर अब भिडियो बनाउनु पाइएन बेलुकी यहाँ आएर बस्यो यो होटेल रामकेशु यहाँ आएर बस्यो होटेल राम्रै थियो अब आज चाहिँ यहाँबाट हामी कालिम्पोङ दोलखा भीमेश्वर दर्शन गरेर फर्किने हाम्रो योजना रहेको छ अब हामी यहाँको माइक्रोहरू होटेल चाहिँ राम्रै थियो जस ल अब हामी यहाँ होटेलबाट निक्ल्यौँ अब कालिम्पोङ दर्शनको लागि अब यहाँबाट हाम्रो यात्रा कालिम्पोङतिर है त ल हामी कालिम्पोङ उक्लिँदै गर्दा चाहिँ यो हाम्रो इभी गाडी चाहिँ अलिकति तात्ने प्रब्लम भएर एकछिन हामी चाहिँ ब्रेक गरेर पिसाब पनि फेर्ने अब भनेर चाहिँ बसेको छौँ है त ल वेलकम टु पुरी भिलेज फाइनली पुरी आइपुग्यो केवलकार स्टेसन माथि यहाँबाट चाहिँ वाकमा जानुपर्छ यो चाहिँ केवलकार स्टेसन हो मेरो गाडी राखेर पुरै हिँडेर जाने आज कस्तो मौसम पनि खुल्ला छ राम्रो छ अब यहाँबाट वाकिङ सुरु भयो ल सोनिका के छ भने यो पुरीबाट अब यो हिँडेर माथि पुग्नु 2 मिनेट पनि छैन जस्तो है 2 मिनेट है टाढै छ जाउँ कता हो खोइ अरू खोइ त
We can see mountain. ल हिँड्यो के बल्कर ओहो पुरी भिलेज कस्तो दामी देखियो हजुर पानी ल्याएको छ असुर ल पुरी भिलेज कस्तो राम्रो देखेको यहाँ त हिउँ पऱ्यो नि कस्तो दामी देखिन्छ हालत खराब छ आयो आयो आओ यसलाई चाहिँ के भन्छ अरे यसलाई कस्तो दामी देखेको छ हो पुरीबाट उकालो लाग्दैछौँ हाय 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 सोडिम के छ प्रतिक्रिया ठिक छ हिमाल देखियो फेरि आउने नआउने ल हाई भन्दै हाई हाई यता गुड ल यता रविना के छ शर्मिला सोनिका हाउ यु फिलिङ भेरी ब्याड हाई दिदी हिँड्न सक्नु भएन नखिचन भिडियो सोनिका चाहिँ हिँड्न सक्यो यस्तो हिलाएर अनि नआउनु होला मान्छे भएर होला है धेरै हिँडेको थाहा नभएको अब आइपुग्यो ओहो कस्तरी रिङ्गाटा लाग्यो मास्तिर त कस्तो रिङ्गाटा जा 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 वृन्दन एन्ड शर्मिला आउँदैछन् यो उकालो चढ्न आउनु पर्ने केबल कार आयो तिमीहरू यो बाटो आउनु पर्ने हो क्या तपाईँ ल कालिम्पोङबाट राम्रो देख्दो रहेछ सिन त हिमालको फाइनल्ली हामी चाहिँ कालिम्पोङ आइपुग्यो त्यो माथिको डाँडा कालिम्पोङ अब हामी त्यहाँ जानुपर्छ चारजना चाहिँ केबल कारमा आए सब वकिङ ल यता 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 को यहाँ यता यता बच्चा बच्ची झगडा गर्दा हेर ल यो को रहेछ सक्ने है के हो त्यो माल ल अब हामी
यो कालिन्चोक मन्दिर यो हामीभन्दा माथिको दाहिनेपट्टिको डाँडोमा चाहिँ कालिन्चोक मन्दिर टुप्पामा छ। यो सिद्धि उक्लिने बाटो पनि रहेछ। सिद्धि उक्लिने बाटोबाट चाहिँ खास झर्ने भन्छन् यसबाट यो बाटो छ जुन अब हामी चाहिँ बायाँबाट जाने बायाँबाट गएर अनि पूजा गरेपछि चाहिँ त्यो बाटो फर्किने गर्ने रहेछ क्या अरे। तर यहाँ चाहिँ यो साइड साइडमा देख्नुहुन्छ रेलिङ यो रेलिङ नभए चाहिँ बाटो डेन्जर रहेछ। पहिला त रेलिङ पनि थिएन अरे अहिले चाहिँ रेलिङ हालेको रहेछ। त्यही पनि बाटो त तल पुरै भिड छ बायाँपट्टि चाहिँ। यहाँबाट चाहिँ अब हिँड्न नि डरै लाग्दछ छन् त। तर हामी पाहाडमा गाउँघरमै हिँड्ने मान्छेलाई त खासै केही भएन तर बाटो उकालो पनि भयो त्यहाँबाट चाहिँ डरलाग्दो बाटो छ। हिउँ पऱ्यो भने त अन्त अच्छा हुन्छ होला। यो पुरै सेतो हिमालय जस्तो देखिँदैछ कुरी भिलेज देखिँदैछ यहाँबाट तल डाँडा हामी चढ्दैछौँ। तपाईँ बनाउँदैन मान्छे को डरा यो डरा यो डरा यो डरा अब निकाल न वो माथि लैसक्यो। सुलाग्ला जस्तो भयो त तल हेर्ने माथि माथि तल हेर्ने माथि हेर माथि हेर माथि हेर हिउँ त यहीँ तलसम्म परिरहेको म छु यहाँ तिनीहरू माथि हेर्न माथि हेर खुड्कीले मात्रै चढ्के म यहाँ छु हात समाएर म पनि समाउनु पऱ्यो नि त तल नहेर ल कसलाई डर लागेर यहाँ हेर त कसलाई डर लाग्यो ल कालिन्चोक माता कि जय। कालिन्चोक मन्दिर आइपुग्यो धेरै वर्ष पछाडि कालिन्चोक भगवती। एकछिन है त पानी दिन्थ्यो त्यहाँ पूजा सकेर ठिक गर्दै गर। ल वेलकम टु कालिन्चोक मन्दिर। मेरो चाहिँ 8-10 वर्ष अगाडिदेखिको चाहिँ भएको त नभनौँ अब कालिन्चोक मन्दिर जान्छु भन्ने थियो। अहिले चाहिँ विभिन्न समय परिस्थिति त्यस्तै हो कहिले के नमिल्ने कहिले किन नमिल्ने। यो वर्ष चाहिँ सबै हामी फ्यामिली मिलेर कालिन्चोक दर्शन गर्न आयो। यहाँ चाहिँ खास यो डाँडामा मन्दिर छ तर यसको विशेषता चाहिँ एकदम आँटेको कुराहरू पुराण भन्छ क्या। यहाँ चाहिँ त्रिशुलहरू मात्रै छाना छाना केही नभएको। यहाँ त को आयो हाई 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 हेलो भन्दैछ र यहाँ निकालिसकेँ मैले। मैले भिडियो बनाइदिएँ है। उयो त हेर आइ भन्दै
टिकटकमा आउँछ हेलो भन्नु पर्यो नि त हेलो हेलो भन्नु खै त हेलो भने हेरेर टुवा परेछ ल अब हामी कालिन्चोकको दर्शन गरेर भ्याइयो अब तल कुरी भिलेज देख्न सक्नुहुन्छ अब यहाँबाट ठाडै अघि आएको बाटो बायाँपट्टि थियो यो चाहिँ सिधै झर्ने बाटो छ अब केवलकारको स्टेसनमा पुगिन्छ यहाँबाट तल अब यो बाटो हामी झर्दैछौँ है त यो बाटो अलिकति अप्ठ्यारै छ तर पनि अब हामीलाई त हिँड्न त्यति गाह्रो त होइन अब हामी अब झर्दैछौँ हाम्रो प्रिन्सलाई डर लागेको अवस्था हामी चाहिँ कालिम्पोङबाट कुरी भिलेज जान्छ नि त सबै होटल कुरीको ओहो ल बिस्तार लानुहोस् ल हामी चाहिँ फाइनल्ली पूजाआजा गरेर भ्याइयो अब हामी तल झऱ्यौँ हिजो जस्तै असिना पानी पर्छ भन्ने डरले चाहिँ हामी एकदम त्रसित छौँ अब चाहिँ यहाँबाट चाहिँ छिटो निक्लिहाल्नुपर्छ बादल लगाइरहेछ कालो बादल ठ्याक्क पानी पऱ्यो भने त फेरि हिजो जस्तै निक्लिनै सक्दैन बाबुहरूको नाम के हो भन्यो यता समित तामाङ हाई भन्दै ल हाई भन्दै के तामाङ तिम्रो ल टोलीहरू चाहिँ यो चाउचाउ चक्लेट किन्दैछ नि यहाँ त महँगो छ नि 30 रुपियाँ होला प्रति प्याकेट पुरै भिरेछ झर्ने अब असिना पानी पर्नु थाल्यो जस्तै असिना पानी पर्नु हो त्यस्तो हो अब त झरी हान्छ न त फेरि बाटोमा चिप्ल्यो भने बनाउँछ भिलेज जाउँ 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 फोन गरिसकेँ मैले भन्छु दौडिनुहुन्छ ल असिना पानी पर्यो छिरौ 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 गाडी जाँदैन अनि यो पर्छ असिना पानी पर्नु थाल्यो पुरै भिलेजबाट हिँड्ने ल हाई भन्दै हाई गाडी असिना झऱ्यो नि छातो चढाएको छ त पानी पर्नु थाल्यो असिना पानी पुरै भिलेजबाट अब निक्लिनु भनेको अब हामी चाहिँ यहाँबाट भीमेश्वर दर्शन गरेर अनि खाना खाएर आज काठमाडौँ जाने प्लान छ फोटोसोटो पनि त्यति खिच्न पाइएन अब पानी पर्नु थाल्छ के गर्नु यस्तै हो टन्नै आउँदो रहेछ गाडी भिलेज माथि कालिम्पोङ ल अब चाहिँ हामी कालिम्पोङको दर्शन गरेर अब दोलखा भीमेश्वरको दर्शनको लागि दोलखा भीमेश्वरको गेटमै आइपुग्यौँ दोलखा भीमेश्वर चाहिँ प्रख्यात मन्दिर हो अब देशमा विभिन्न अनिष्ट भयो भने चाहिँ पसिना आउँछ भन्ने प्रचलन छ के अरे अब हेरौँ के छ सोधौँ यहाँ बुझौँ ल्याइसके फुल खिचेर जानु विज्ञापन गरिदिनु ल यहाँ फुल किन्नु होला कति रुपियाँ 20 रुपियाँ मात्र राष्ट्रिय अन्तर्राष्ट्रिय फुल माला सहित धन्यवाद हुन्छ अब कालिम्पोङबाट दोलखा भीमेश्वर मन्दिर झर्दैछ खाना खाएको छैन कति बजी अहिले 1 बजेछ लगभग ठिकै छ यस्तो उति पार्ने मात्र ल्याउनु न त्यो जस्तो दोपहर सबै छ
सबै सेटै ल्याएको छ हामीले ल भोक लाग्छ तिमीहरूले कतिको पर्ने के पाउँदो रहेछ के पाउँदो रहेछ फुल अछुता अबिर केसरी सब दोलखा भीमेश्वर मन्दिर के भन्दा चाहिँ सकिन्छ सफा गरौँ सकिँदैन फोहोर नगरौँ ठिक हो ल फुल ओछेको रेडी हुँदैछ भीमसेनको थान फोटो खिच्नु मिल्छ नि ल हस् हस् हजुर ए हुन्छ ल अब हामी चाहिँ यो दोलखा भीमेश्वरको दर्शन गरेर पनि भ्याइयो अब हामी चाहिँ यहाँबाट खाना खाएको छैन कति बजे अहिले 2 बजे कि अब छरीकोटमा खाना खाएर हाम्रो इभी गाडी पनि चार्ज गरेर त्यसपछि हामी काठमाडौँको लागि प्रस्थान गर्छौँ अब फ्यामिली धेरै पछि भनौँ न अब आइएकै थिएन अब यहाँ दोलखा भीमेश्वर आयो खुसी लाग्यो अब सबैजना चाहिँ आउन पाइयो अब राम्रो रहेछ मन्दिरहरू पनि दर्शन गर्न पाइयो हिजो मौसमले साथ नदिए पनि आज त मौसम लगभग राम्रै भयो अब आनन्दले खाना खाएर जाने हो केटाकेटीहरू चाहिँ भोक लाग्यो होला हामीहरू त अब अलिकति दर्शन गर्ने भनिसकेपछि मनदेखि नै अलिकति दर्शन गर्ने भनेपछि भोक पनि त्यति लाग्दो रहेछ लाग्न त भोक लागे पनि अब सहने भनौँ न अब मनमा अलिकति त्यस्तै हुँदो रहेछ अब बच्चाहरूले चाहिँ भोक लाग्यो अब यहाँबाट गाडी पार्किङ गरेको ठाउँमा जाऊँ यहाँ त पार्किङ सार्वजनिक पार्किङ रहेछ ल पूजा आज भ्याइयो अनि अब यो चाहिँ हामी यहाँको इभी गाडी यसमा चाहिँ सोनिका थापा होला सोनिका थापा चाहिँ अनेबल टु एटेन्डेड बिकज अफ डट 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 अहिले चाहिँ हामी कहाँ आइपुग्यो सरीकोटकै यो चाहिँ चार्जिङ स्टेसन आइपुग्यो अब गाडी चार्ज गर्ने हामी पनि पेट चार्ज गर्नु पऱ्यो 2:15 भइसकेछ तपाईँले खाना रहेछ त्यहाँ त्यस्तो होटल किङ्स एन्ड लज यहाँबाट अगाडि दोलखा भीमेश्वर जाने बाटो यता चाहिँ अब काठमाडौँ जाने बाटो रहेछ हाम्रो गाडी चार्ज हुँदैछ स्टिकर हाउस कफी सप के छ खानापिना हो मौसम पानी पर्ला जस्तो छ ओए पोयो अब हामी चाहिँ यहाँबाट खाना खायौँ सरीकोटमा अब जाने पानी पर्ला जस्तो छ अब ठिकै छ केही छैन ए उतो उतो यता हाई हाई पानी परिरहेको